हामी गेसिङ गेम खेल्न जाँदैछौँ गाइस 3 जना भएर गइमा सोच्न सोचेँ मैले मम्मीले सोचे मैले पनि सोचेँ निर्जीको मम्मीको सजीव सजीव भनेपछि हाम्रो घरमा छ माउसुली हाम्रो घरमा त मुसा हजुर कहाँ परेको हुन्छ जहाँ पनि अलिक कस्तो हाम्रो घरभित्र हुन्छ घरभित्र हुन्छ घर बाहिर हुन्छ खानेकुरा हो कि लाउने कुरा हो कि हाल्ने कुरा हो कि खानेकुरा हो खानेकुरामै पर्छ किचनमा युज हुने भयो मेरो निर्जीको अनि खानेकुरामा पर्छ खानेकुरामा पर्दैन खानामा हामीलाई पकाउने कुरामा पर्छ पकाउने कुरामा पनि पर्दैन मेकअपको सामान हो मानौँ न त्यस्तै के हो सामान मान्छ कस्तो मानेर हो कि मेकअप सामान थाहा आएन तपाईँले मेकअप लायो मेकअप हो नलाएको होइन के हो त सिद्धो अब मेकअपको सामान त्यस्तो भनेर मेकअपको सामानमा त माने पर्छ नमाने पर्दैन मेकअपको सामान जस्तो डेली युजमा पर्दैन त मेकअपमा अब मान्छे अनुसार हुन्छ नि कहाँ हुन्छ डेली तपाईँले गर्नुहुन्छ नि गर्दैन तपाईँको खानेकुरा दुध घिउ मासु अन्डा मैले त्यो खानेकुरा हो भनेर खाना पनि मिल्छ भनेको खाना पनि मिल्छ भनेपछि खानेकुरै भयो नि तर अलि नोक्सान गर्छ खायो भने त्यस्तो त खानेकुरा मिल्छ भन्नै भयो शरीरलाई नोक्सान गर्छ नोक्सान गरेपछि त खानेकुरा त्यसो भने मेरो पनि खाना मिल्छ तपाईँको के अरे मेकअपको सामान होइन राख्न पाइयो राख्न पनि अप्सनल मान्छे मन पर्यो मन पर्यो मम्मीको के हो सजिलो हाम्रो घरभित्र छ भनेपछि त मुसा छुचुन्द्रा मसेट माखा मलाई त्यो चिज पनि एकदम मनपर्छ जिउलो छ हाम्रो घरभित्र सधैँ हुन्छ नानी हो कहिले हुन्छ नानी हो मन पर्छ भने मन पर्छ जनावरै सोचिन्थ्यो न पहिला मान्छे सोचिन्थ्यो अनि मलाई एकदम मनपर्छ सजिलो बनाएपछि हाम्रो घरभित्र बनाउँदा मान्छे के त बुवा हुनु पऱ्यो कि म त मै हो किचनमा युज हुने सामान भन्नुभयो न अहिले त किचनमा युज हुने भन्नुभयो खाना पनि मिल्ने भन्नुभयो खाना नमिल्ने खाना मिल्दैन खाना नमिल्ने भएपछि किचनमा युज हुने सामान होइन किचनमा युज गर्न सकिन्छ मिठो रहेछ हर्पिकहरू फिनेल त्यस्तो सफा गर्ने केही कुरा होइन भैँस सफा गर्ने त्यस्तो मटितेल पेट्रोल कागती फिनेल सरफ खाने मिल्दैन सरफ खाए बिग्रिन्छ अरू त नि त्यस्तो खाने मिल्दैन भैँस सफा गर्ने चाहिँ आयो भैँस सफा गर्नेको नामहरू याद हुन पर्यो माउ सफा गर्ने हो होइन के जेनी हो कि त्यो कहाँबाट मारो सफा गर्ने आयो भैँस सफा गर्ने भनेपछि त्यस्तै त हुन्छ अब तपाईँको कोठामा छैन हाम्रो घर छ मम्मीको कोठामा छ मम्मीको कोठामा त खै थाहा छैन कसको कोठामा होला म भन्छु होइन तर छ यतै छ हाम्रो घर मेरो कोठामा छ कि छैन तपाईँको कोठामा पनि थियो अहिले छैन होला कसैले निकालेको मेरो कोठाबाट त्यो चिज तपाईँ निकालेको मम्मी निकालेको के निकाले टप हो स्यान्डल जुत्ता
ब्याडमिन्टन होइन पक होइन मैले के निकाले हजुर के हो ठ्याक्कै भन्नु त सफा गर्ने कुरा भयो सफा गर्ने भन्नु भएन भइसक्यो कुरा भने तपाईँले बुढी सफा गर्न मिल्छ भने अँ भनेको त्यसले भइसक्यो जालो होइन कुचो कि कुचो कसो लाउने तपाईँले भुइँ सफा गर्न मिल्छ कि त्यो चिज भन्दा अँ भनेको हामी सफा गर्ने चिज हो भनेको तेल होइन तपाईँको अझै राम्रो हेर्नु म तपाईँले पहिला राम्रो तपाईँको कता न कता हेर्छ म चाहिँ के आएर राम्रो तपाईँले प्रायः जस्तो युज गर्नुहुन्थ्यो है पहिला चाहिँ अब त्यो थाहा छैन के हो अब आजकल युज गर्दैन अब म देख्दिनँ म यहाँ छैन तेल हो मैले पहिला युज गर्थेँ लुगा हो कि लाउने कुरा हो लगाउने नै हो लुगामा पर्छ नि लुगामा पर्दैन टाउकोमा लाउने कि मुखमा लाउने त्यस्तो गर्नुपर्छ ठ्याक्कै नजिकै जानुपर्छ नबस्नु मान्छे पुग्छ त नजिकै टाउकोमा लगाउने होइन यति बेला हुने हो यतिसम्म पुग्यो नि त तपाईँ त नजिक पुग्नु भएन नि त्यो कुराको मेरो कुराको मैले त राम्रोसँग भन्दैछु नि त नि मेरो मुखमा लानु मैले त मेकअपको सामानभित्र पर्नु पर्न होइन मैले पहिला को प्रयोग गर्थेँ आजकल गर्दैन अब तपाईँको दिन नि हिँड्छ एउटा केही राम्रो के हेर्नु दिन्छ नि त्यो म सोच्दिनँ त्यो बाहिर अहिले हुँदै भन्छु कसै आफै हेर्नु केही त दिन पनि तपाईँ नजिक पुग्ने त सोध्नु न म भने हजुरले मलाई सोधेको होइन लगाउने कुरा हो लगाउनु जाने हाम्रो घरमा छ यहाँ चाहिँ वरिपरि छ कि छैन खोइ छ क्या नुन खाल्दा नुन एलोभेरा चप्पल गाइस मेरो हिँड यति दिइसकेँ के दिनु भयो मेरो मुखमा लाउने कुरा हो पहिला लाउँथेँ अरे अहिले आउनु अरे लिप बाम भेक्सिन हो मेरो तपाईँले कसो तपाईँको लिप्पा म तपाईँले सोचेको के मलाई नङपारी छ होइन ए तपाईँको नङपारी छ होइन फुली हो टप हो गाजर टिकी मैले पहिला के लाउँछ अहिले के लाउँछ र यत्रो बेर हो होइन यत्रो बेर एकचोटि भनिसक्नु भयो तर हो भन्नु भएन तपाईँ सुइसै भन्नु त भन्दै जानुभयो अब यतिमै पढेको छैन परेछ लिप बाम लिप बाम अहिले पनि लाउँछु हिजो पनि बुझेको होइन त्यही भएर थाहा छैन आजकल युज गरेको पहिला युज गर्नुहुन्थ्यो अब अस्ति भएर भाउ दिन न लिप बाम भन्ने होइन मान्छे कहाँ खान्छ लिप्पा अन्त छैन त लाउनु पर्छ मागेको थाहा भएन क्या जस्तो लाउँछ हिजै मागेको ल्याउनलाई मलाई याद भएन नि त सबसे पुत्तर भाउजू अहिले थाहा भन्नु म कहाँ भएन मेरो के हो कि म मिसिएर पैसा लाउनु के हो मेरो के हिँड्छ दिन पऱ्यो नि त सोध्नु न त अनि सोधिसक्यो खाने कुरा होइन अरे लाउने कुरा होइन अरे हामी होइन खान्छ होइन मेकअपको सामान पनि होइन अरे टोइलेट पनि लाने त्यो मोबाइल कताले लान्छ पनि फेरि होइन मोबाइल टावेल होइन भुइँ पुछ्ने कुरो होइन टोइलेटमा कोही कोही लान्छ कि पहिला पहिला टोइलेट चुरोट अङ्खरा अङ्खरामा पानी परेको साबुन स्याम्पू फिनेल हार्पिक कन्डिसनर फिनेल होइन टोइलेटमा पनि लान मिल्छ तर टोइलेटमा लाने कुरा चाहिँ होइन त्यो तर कोही कोही लान्छन् मैले त कतिवटा लाउँ चाहिँ लानु भएन टोइलेटमा सायद त्यो अब म के हो न त्यो कुरा आएर भुइँ पुस्न पनि युज हुन सक्छ टोइलेटमा पनि लान मिल्छ लान्छ होइन मान्छे अहिले हाम्रो वरिपरि छ पानी पानी त भन्न सकिन्थ्यो अरू के छ त यहाँ हाल्नु हाले छैन के हिँड्छ दिनु न अरू कति हिँड्दै नि यो त बढी टोइलेटमा लानु मिल्छ अरे हामीले लगाएन मुखमा लाग्नु भने पुग्यो नि त्यस्तो तपाईँ पनि पुग्नु खुट्टामा लाग्ने हो कि होइन खुट्टामा लाग्ने कुरा होइन
लगाउने कुरा होइन अरू केही पनि शरीरमा होइन अँ खानेकुरा पनि होइन रबर कपालमा टप तर त्यो हामीलाई अति आवश्यक चस्मा अति होइन अति आवश्यक चिजमै पर्छ कि मन जानु त्यो हामीले प्रायः जस्तो युज गरिराख्ने चिज हो क्या जसले पनि युज गर्छ क्या मैले युज गर्छु ब्रस होइन डङ्कट त्यो युज नगर्दा मान्छे छैन होला गर्दैन डङ्कट नगर्दो होइन भन्छ नि त टोइलेट पनि लानु कजना रे कैँची झोल कुरा हो होइन ट्याब्लेट हो होइन मम्मी धुलो हुन्छ। धुलो मम्मी चाहिँ खाएको खाइ हुनुहुन्छ यहाँ डिस्कस गर्नु भाउजू मात्रै धुलो हुन्छ फेस वास प्रायः जस्तो कोही कोहीले मात्रै टोइलेटमा लान्छन् सबै लाने कुरा होइन टोइलेटमा तर रेजर अझै त टोइलेटमा लान्छन् होला के अरे बाबा त हुन्न नि त्यहाँ त कहाँ लान्छन् त रेजर बाहिर होइन हाम्रो आसपासमा रेजर पनि छ र यत्रो भनिसक्यो अब उनीहरूले के भन्ने र हाम्रो आसपासमा छ केटीले बोक्छ दिनमा 4-5 चोटि बोतल आँखाको बोतल अब भैँसमा केले गर्ने त बोतलमा पानी हुन्छ त्यसो गर्ने त्यो त पानी युज भयो भने त्यस्तो पनि हुन्छ बोतल भनेपछि त भुइँ सफा गर्न मिल्ने त हुन्न अब त्यस्तो हुन्न त्यस्तो हाम्रो रङ्खा पानी भरेको भने त्यस्तो त कहाँ हुन्छ? त्यस्तो त भुइँ सफा गर्न मिल्ने त युज भएन लगाइ जाने